नमस्ते है सबैलाई नमस्ते सबैलाई भिडियो एकदम हृदयदेखि स्वागत छ ल हस् धन्यवाद मंगलम भगवान विष्णु मंगलम मंगलाय हरि अस्य पुत्र विवाहाधिकारी कर्मणः निमंत्रणा स्वरूपः कुंडिफल यज्ञोपवित दक्षिणा निमंत्रोस्मि यो जनै सुपारी निमन्त्रोस्मि निमन्त्रणा यो चाहिँ पहिल्यै भने क्या स्वीकार गरेर हामी आयौँ ल अब पानीहरू बाहिर ल टिका ल्याउँछ कन्यालाई टिका लगाइदिने तँलाई होइन तिन टिका ल्याउनुलाई साइबाट ल्यायो भने सबैलाई सर लगाइदिनुहोस् अरूले लगाइदिँदा नि हुन्छ उहाँले सबैलाई गराइदिनुहोस् पानी खोज्दै नि पूजा गर्न पर्छ क्या मुख छोपेर ल गुरुबा मन्त्र पढ्नु महिला परिक्रमा म भन्छु ढुक्क हुनु हरि ओम शब्दाध्यासन परिदय सप्तसमिदः देवाः देवा जं तन्वाना अवदनं पुरुषं पशुमः यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि तानि प्रणाशन्ति प्रदक्षिणं पदे पदे यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि तानि प्रणाशन्ति प्रदक्षिणं तिष्ठति सप्तास्यासन परिदयस्त्रिः सप्तसमिदः कृताः देवा जज्ञं तन्वाना अवदनं पुरुषं पशुमः टीका टीका आइया म ढाड दुख्छ दुईटा हातले निरस्तर दुईटा हातमा हो त्यो राख्न दिनुस् एउटा के गर्छ कि भन्ने एउटा हात भित्र एउटा हात बाहिर हुन्छ ठीक छ ठीक मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि तदेव लग्नं कलिलं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते स्मरामि तीनचोटिसम्म है एकचोटि तीन ट्याक्क लगाइदिने ट्याक्क लगाइदिने मंगलम भगवान विष्णु मंगलम गरुडध्वज मंगलम पुंडरीकाक्ष मंगलाय तनुहरि स्वस्ति न इंद्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तारेषु अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु ओम महामंगलम भगवान विष्णु मंगलम गरुडध्वज मंगलम पुंडरीकाक्षः मंगलाय तनुहरि सुख शांति समृद्धिर्भवः जय कल्याण
बिरु माला लगाइदेऊ बाबु यता पछाडि एकजनाले हेल्प गर्दिनु गरेन हैन बाबु जाऊ त गौरव दादाको भेना जुलाइदिएको भेना चाहिँ हेर्नु भने एकचोटि जाऊ क्या भेना जुले हेर्नु ठिक छ सम्हालिदिनु पर्यो म सम्हालिदिन्छु दिनु त्यही भनेको खासै अनुभव भयो ए बुढा तदेव लगनं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपति है त क्यामेराम्यानले खिच्ने काम हो द्वापरान्ते कलिकलैस्य कलिप्रथमतरणे बौद्धावतारे भूलोके जम्बूद्वीपे भारतखण्डे भारतवर्षे आर्यवर्तान्तर्गत ब्रह्मवर्तैकदेशे नैपालिक राज्य पोखरा महानगरपालिका विष्णु प्रजापति देवता शान्ति राखी समस्त शान्ति राखी अद्य दिने गर्गगोत्र होतिराज शर्मा अस्य पुत्री कन्यादान कार्य कर्तु वर निमन्त्रण कार्य रेखः पूर्वः सहस्राक्षः सहस्रवासः स्वभूमिगं सर्वतस्कृत्वात्यतिशताङ्गलं महापवित्र पवित्रो वा सर्वावस्थान्तदेव यस्मे पुण्डलीकार्थं स्वभावः ओम महाकृपादुर्दौले कुरुगः पादोषयः भवत्पुनः गतौ पुण्डरीकाक्षं सभायाभ्यन्तरः शुचि पवित्र लगाउनु सर हजुरले पनि औठी लगाउनु पर्यो ओम पवित्रेस्तु वैष्णव्यौ सवित्रवः प्रसवोत्पुनाम्यतिद्रेण पवित्रेण सूर्यस्य रश्मिभिः तस्य ते पवित्रपदे पवित्रभूतस्य जत्कामः पुने तच्च केयं पवित्र धारणे विनियोगः पवित्र धारणे विनियोगः ततः यं तत्ततः हजुर जलमा चोकेर यसरी लिने जान्न एकजना सिकाउने बसौँ न त्यहाँ ल त कलिप्रथमतरणे बौद्धावतारे भूलोके जम्बूद्वीपे भारतखण्डे भारतवर्षे आर्यवर्तान्तर्गत ब्रह्मवर्तैक देश नैपालिक राज्ये पोखरा महानगरपालिकान्तर्गत नदीपुर नीलकण्ठ महादेव मन्दिर सन्निकटः श्री राधाकृष्ण मन्दिरोपरि अद्य आफ्नो आफ्नो गोत्र सम्झनुहोस् है नजाने भए उहाँहरूले सम्झाइदिनुहोस् राशिका नाम सम्झनु मम विवाहादि कार्य कर्मणका निमित्तार्थक देह शुद्धि आत्मशुद्धि शरीर शुद्धिका निमित्तार्थक हाम्रो शरीर शुद्ध होस् आत्मा शुद्ध होस् मन शुद्ध होस् ऐक्यबद्धता होस् जिम्मेवारी वहन गर्ने क्षमता दिनु होला हे गणेश भगवान हामीलाई र हजुरलाई साथी राखेर हाम्रो जुन विवाह कर्म गर्दैछौँ हजुर हाम्रो प्रतिनिधि भएर बसिदिनु होला भनेर गणेशजी राख्नु भएको छ नि दुवैजनाले उहाँ अर्पण गर्नुहोस् त ओम गङ्गणपतये नमो नमः सिद्धिविनायक लम्बोदर गणेश भगवानको जय है ल हरि ओम तत्सतः ल फुल लिएर नमस्कार गर्नु फुलहरू राखिदिनु पर्यो त्यहाँ आडामा
हरिः ॐ नमोस्तनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षि शिरोरुबाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः नमः कमलनाभाय नमस्ते कलशायिने नमस्ते केशवानन्तं वासुदेव नमोस्तुते वासनात् वासुदेवस्य वासितं भुवनत्रय सर्ववासिनि वासनोऽसि वासुदेव नमोस्तुते शुभं भवतु कल्याणम् आरोग्यं सुखसम्पदा सर्वशत्रुरोगविनाशाय दीपज्योतिर्नमोस्तुते दीपनारायण भगवान को जय। खै दुनाहरू चाहियो अलिअलि दादा दुना पूजा गर्ने अनि राख्ने टाढा टाढा भयो त्यो कि हजुर अर्घ खै अर्घ बनाएन खै अर्घ कृपा हो त्यो त अर्घ पनि चढाउनु पर्छ है पूजा गर्दाखेरि यसो अर्घ पूजा अन्त पहिला त्यो अर्घमा पूजा अन्त अमधादक्षम प्रवक्ष्यामि अर्घश्च विधिपूर्वक आपछि र कुशको टुक्रा दुबो फुल जौ तिल सर्स्यौं सबै कुरा राख्नु पर्यो अधादक्षम प्रवक्ष्यामि अर्घश्च विधिपूर्वक आपछि र कुशाग्राणि दधि सर्पिष तण्डुलात् एव देकदकस्तैव अष्टाङ्ग अर्घ उच्यते दशकलात्मने नमः बण्डिमण्डलान्तर्गत द्वादशकलात्मने नमः सूर्यमण्डलान्तर्गत त्यो फलफुल राख्नुहोस् त्यहाँ पूजा गर्नु पूजा खालीबाट दुवैजनाले गन्धद्वारान्दिराधष्टां नित्यपुष्टां करीष्णीं ऐश्वर्यं सर्वभूतानां ताम्यो पवये श्रियं महा अर्घस्तदेवताभ्यो नमः सर्वोपचारार्थे गन्धाक्षतः पुष्पाणिं समर्पयामि नमस्करोमि भो अर्घस्तदेवता यागच्छ यतिष्ठ यावत् पूजां करोम तावत् त्वं सुस्थिरो भवासु प्रसन्नो भवासु वरदो भव त्यो दुनामा पनि पूजा गर्नु त्यो अर्घ छट्टा दिनु सबै कुराले अर्को दुनामा फुल राखेको है दीपनारायणलाई सम्झेर अब ओम नमो स्तनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षि शिरोरुबाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगधारिणे नमः। त्यहाँ चाहिँ एउटा लड्डु राखिदिनुहोस् त त्यहाँबाट त्यो राखेर एउटा पैसा पनि राखिदिनुहोस् र लिनुहोस् त हातमा नमो स्तनन्ताय सहस्र उठाउनु नमो तानां तामी हो भवये श्रियं पूर्वे रक्षत गोविन्द आग्नेय धरणीधर यम यम हाम्रो विवाह स्थानको रक्षा गरिदिनु होला भनेर है पूर्वे रक्षत गोविन्द आग्नेय धरणीधर यम यम रक्षत बारह नारसिंह सनैर्त्यौ चिरधर हो राक्षेत हे सान्यम चकदाधरम कृतम गोवर्धनो रक्षत वास खै फुलहरू ल्याउनु न यतातिर यता अलिकति ल्याउनुहोस् त यी 8औं वेदहरूलाई म गर्छु चढाइदिने उहाँले पूजा गर्नुहुन्छ ओम यजुर्वेदाय नमः यो कलशमा पूजा गर्नुहोस् ओम यजुर्वेदाय नमः गो यजुर्वेद भगवानः यः गच्छः यः तिष्ठ यावत् पूजां करोमि भन्नुहोस् राता सेता पहेँला ध्वजा बाहिर बुटा लएर एउटा के यसो होइन बाहिर बुटाको आडोमा राख्नु त्यो हजुर देवानाम सेवनितमगं पप्रितमं जुष्टतमं देवहूतमं वनस्पतिरसोद्भूतो गन्धाढ्यो गन्धोत्तम आग्रेय सर्वदेवानां धूपोऽयं प्रतिगृह्यतां धूपम् आग्रापयामि नमस्करोमि ओम सर्वेभ्यो देवी देवताभ्यो नमो नमः। लल्या यी कलशहरूमा सबैमा चावडै वेदहरूमा एकुण्टा जनाएर लक्ष्मीकान्तं कमलनयनं योगिविद्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं समस्त 33 कोटि देवी देवता शान्ति राखी विवादिकारी करुणा सर्व सौभाग्य लक्ष्मी या श्री स्वयं सुकृतिनां भवनेषु लक्ष्मीं पापात्मनां कृतधियामि हृदयेषु बुद्धे श्रद्धा सतां कुलजनां प्रबलस्य लज्जां तां तां नतास्म परिपालय देवी विश्वं। जय कल्याण वरदीर्घायु कन्या ओम जय गणेश जय गणेश देव माता की पार्वती पिता महादेव एकदंत दयावंत चार भुजाधारी एकदंत दयावंत चार भुजाधारी माथे पर तिलक सोए मुसे की सवारी जय गणेश देवा माता जाके पार्वती पिता महादेवा अंधन को आँख देत कोड़िन को काया बाधन को पुत्र देत निर्धन को माया
जय गणेश जय गणेश देवा माता जाकी पार्वती पिता महादेवा हार चढ़े फूल चढ़े और चढ़े मेवा लड्डुअन का भोग लगे संत करे सेवा जय गणेश देवा माता जाकी पार्वती पिता महादेवा। गणेशजीलाई साथी राखेर गरेको कर्म सफल होस् गणेशकी मुहूर्त शुभ बेलायाम परिहि लग्नः वन्दन कार्यम अहम करिष्ये। ल दुबो पनि राखिदिनुहोस् त एक घण्टा दुवैजनाले कुसका टुक्रा नि राखिदिनुहोस्। चडक्क लाएर त्यसलाई बटारेर बिचा ठ्याक्क हुनेरी गर्नुपर्छ ल म मिलाइदिन्छु अनि त्यसपछि भाँडामा ओम अपवित्रः पवित्रो वा सर्वांगस्तमतोदिवाय हस्ते पुनरेगाचक्षुवाय व्यान्त्रहस्ते ओम गन्धद्वारां विराजष्टामि पुष्टां प्रीतिमेश्वरं सर्वभूतानां तामि उपवेश्रियं पादौ प्रक्षालये सह सर्वोपचारार्थे पूजयामि क्षमस्वं नमस्करोमि। रुगाए वेदगुं सर्वं पहिला यता अब यता लाउने र अनि यता लगाइदिने त्यही हातले ल्याएर यता लाउने त्यही हात ल्याएर यता आमालाई सिकाउनु त नपर्ने। मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि सदैव लगनं सुदिनं तदेव ताराबलं। ओम सहस्रशीर्षः पुरुषः सहस्राक्षः सहस्रपाद तीनचोटि ध्वनि तीनचोटि। ओम महाकाधेनु तस्य बोधेनु तस्य धेनु विराजितः केशवाय नमः नारायणाय नमः माधवाय नमः गोविन्दाय नमः सर्वोपचारार्थे पूजयामि क्षमस्वं नमस्करोमि कामेन तस्य बोधेनु विराजितः। ओम महामङ्गलं भगवान् कस्य बोधेनु तस्य धेनु विराजितः। ओम सहस्रशीर्षः पुरुषः सहस्राक्षः सहस्रपादः सबूमिगुं सर्वतः स्फुरित्वा केशवाय नमः स्वाहा नारायणाय नमः स्वाहा माधवाय नमः स्वाहा। हस्त प्रक्षालनम हात धुने अनि त्यसपछि ऋषिकेशाय नमः। अष्टाविंशतितमे सत्तेः त्रेताः द्वापरान्तेः कलिकलैस्यः कलियुगमतरणेः बुद्धावतारेः बुद्धलोकेः जम्बूद्वीपेः भारतखण्डेः भारतवर्षे आर्यवर्तान्तर्गत ब्रह्मवर्तैकदेशेः नैपालिकराज्येः पोखरा महानगरपालिकान्तर्गत नदीपुर नीलकण्ठ महादेव मन्दिर सन्निकटः षष्ठी संवत्सरामध्ये सिद्धार्थी नाम संवत्सरे महाचक्रैकमासैकमासेः मार्गशीर्षमासेः शुभेः शुक्लपक्षेः शुक्लयाजः। बाबुको गोत्र मौत्कल्य गोत्रोत्पन्नोऽहम् अस्यः। हजुरबाको नाम दिजुबाको नाम भन्नुहोस्। शशिधर अस्यः परपौत्रस्यः। हजुरबाको नाम भन्नुहोस्। हजुर नेत्रलाल अस्य परपौत्रस्य। बुवाको डोलराज अस्य पुत्रस्य। हजुरको नाम वीरेन्द्र अस्य वरायः अस्य। यता गोत्र भन्नु पर्यो गर्ग हैन गर्ग गोत्रोत्पन्नः अस्य। हजुरबाको नाम हजुरको विष्णु प्रसाद अस्य परपौत्री। लागि गाइदान गर्दैछु उहाँले चाहिँ शरीर शुद्धि देह शुद्धि आत्म शुद्धिको लागि गाइदान गर्दैछु भनेर पूजा गर्ने दुवैजनाले। ओम नमो गोभ्य श्रीमतीभ्य सौरभ्यै देवत नम ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नमः। इरावती धेनुवती हेमवती श्रीवाचिनी मनस्य सर्वमे देवः सर्वे विष्णुमय जगतः। ओम गोभ्यो नमः गोरूपीरत देवताभ्यो नमो नमः। फुल जौफिल कुछ लिएर छुन पर्यो त्यहाँ गाईलाई। हजुर दस्तुर दिनु दिइसके यसो गर्न त मलाई फेरि अनि दिइसके।
सुने गाईलाई सुन्नु पर्यो ल त त्यसरी हरि ओम तत्सत हरि ओम तत्सत हरि ओम तत्सतः विष्णु 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 हो अध्यत्यादि पूर्व उच्चार्थ संकल्प सिद्धिरस्तु राशिको नाम गोत्र सम्झिन पर्यो है ममः भन्ने करिष्यमाणम श्री देहशुद्धि आत्मशुद्धि शरीर शुद्धिका निमित्तार्थक सिन्दूर दान आदि अधिकार प्राप्ति हेतु गोदान कार्यम अहम करिष्ये अब सिन्दूर यो लगनको पोते चुरा भयो नि हैन दिनुभएको सबै लागिएको नि हैन नलागा लगनको पोते ठिक छ नि त्यहाँ हैन ल आउनु पर्यो गणेशजीबाट त्यो सेतो कपडा ट्याक्क उहाँको उहाँसँग ल्याउनु कसरी हुन्छ तपाईँ त्यसरी बुझ्न पर्यो है न मेरो भन्ने केही छैन गणेशजी हो गाह्रो हो यतातिर धेरै भएर केही फरक भएन यहाँ गणेशको टुप्पोबाट ल पहिले सम्पूर्ण 33 कोटी देवी देवतालाई सम्झनुहोस् त्यसरी यहाँ गणेशलाई सूर्यतिर आकाशतिर चढाउनु भयो कि चँदुवाहरू जताततै 33 कोटी देवी देवता जताततै सजाइएको छ एरावत हैन भूरलोक भूगर्लोक जनलोक महलोक तपलोक वैकुण्ठलोक ब्रह्मा विष्णु प्रजापति देवता साथी राखे कैलाश पर्वत शिव पार्वती साथी राखे लम्बोदर गणेश भगवान साथी राखे ल है यो कसम खा जस्तो हो के यो भगवान हजुरलाई साथी राखेर मैले गर्दैछु हाम्रो जुनीसम्मको नाता अर्धाङ्गिनी भन्छ के यो आधा अङ्ग पहिल्यै हामी जन्मिँदै कोसँग विवाह हुने हो पहिल्यै किटान भएर बसे त्यो पनि किटानु भइसकेको छ तपाईले चाहेर नि हुन्न नचाहेर नि हुन्न ल त्यहीबाट लिएर जान सुरुवात यसरी अलिकति हो यसरी साँच्चै अलि धेरै अलि तल हो सुरु फेरि सुरु एकचोटी हुन्न नि बाबु हो त्यहाँ भगवान विष्णु मङ्गलम फेरि मङ्गलम भगवान विष्णु मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तदेव लगनं तदिदं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव ल ताली बजाउँ पल्ले बजा ट्याक्क सिउँदोबाट सेट्ट लगाइदिनुहोस् ल भाइ लगाइदिनु अनि बल्ल चुरा ल लगाइदिनु ओम सर्व सौभाग्य सर्वभौ सौभाग्य ताली चाहिँ बजाएनन् के खुसी त्यसपछि अब त्यहाँ के भन्नुभयो पछि फेरि अर्को बिहा ए ओ केटा लगाइदिनु त्यति चुरा लगाइदिनु ल तरक्क लाएर वृजन्धनो कपर्दिनो विशल्यो बाणबाहुतः अने सन्न्यस्यायिकवः आभुरस्य निखङ्गदिः ल ढोक गर्नुहोस् त चिरिप्प लाएर दुईटा खुट्टा समातेर अनि पैसा दिए मेरो लागि भगवान भने नि तपाईँ तपाईँले नि मलाई फेरि देवी लक्ष्मी मान्नु होला भन्नु पर्यो फेरि दुईटैतिर चल्छ एक कुरो त चल्दैन संसार जम्मा 2000 भयो ल भयो अरे ल भयो यता सुन्नु त म नै तपाईँको भएँ के पैसा अड्केको भन्नु न मैले त त्यही भनेर 5 रुपियाँ दिएँ जान्न पर्छ के ल दिनुहोस् हो त्यो राख्नु दिनु होला हामीलाई भन्नुहोस् है फेरि मलाई पनि पाप लाग्छ ओम तदेव लगनं सुदिलं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते त्यङ्क स्मरामि जताततै यज्ञ फुल चारैतिर छर्किदिनुहोस् त ल यी मण्डपहरूमा यी ध्वजा पताकाहरू जताततै फुल छर्किदिनुहोस् सहस्रशिरेखा पुरुषः सहस्राक्ष सहस्रपात सबोमिगुङ अक्षताहरू जताततै चारैतिर यी लिङ्गाहरूमा यी ध्वजा पताकाहरूमा ल भगवान्
जय कल्याण वस्तु ल हात जोड्नुहोस् कैलाश पर्वत शिव पार्वती साथी राखी वर दीर्घायु कन्या अभिवादी भन्छ है ल कैलाश पर्वत शिव पार्वतीलाई साथी राखेर मेरो दीर्घायु होस् र मेरी श्रीमती सदा सुहागन रहन् भन्ने सम्झने हजुरले पनि त्यही स्याम उल्टो फेरि हैन त्यसरी सम्झनु भयो ल उठ्नुहोस् हजुर बर उठ्नुहोस् त बर ल जुरुक्का उचालेर पातली हुनु रहेछ गाह्रै भएन ल है ल जे हुन नि सक्छ खुट्टा नछोड्नु होला खुट्टैबाट गऱ्यो भने सजिलो हुन्छ जुरुक्का उचाल्नु लामो सास लिएर है लामो सास लिने एकचोटी लिनै पर्छ अब सालीसित जुत्ता सुत्ता नि माग्दै रहनुहोस् अब फेरि अलिक पछि नदेला ल उचालेर चुप्प यता राख्नु हो मङ्गलम भगवान् विष्णु माथि उचालेर राख्नु ओम कति मिठा गफ हुन् ओ कति मिठो गफ चलेको यस्तो केटाहरू यार चारचोटि भइसक्यो क्या हो होइन दाजु पुग्यो दाजु पुग्यो त्यो यज्ञमा पर्ने अरे है भित्र यस्तो गर्नु त बस्छ राख्न त बत्ती पनि भिजाउनु पर्यो कि आरती गर्नु आँखा कहाँ कति हेर्नु न भने भोलि फेरि पाइँदैन नि फेरि यस्तो चिजहरू भोलि पाइँदैन नि फेरि विचार गर्नु होला थोरै थोरै ल त हेर्नुहोस् न पैसा कन्जुन बल्दी बेमानी हुँदाखेरि त्यो हुँदैन भोलि आमा दिनु जुत्ता त्यहाँ दिनु बाबु ल्याऊ
साली मक्का बोल्दै नआएर कुरो पछि अब खोइमा थाहा साली आफ्नै हो के जिते तिमीलाई गर्न बिर्सियो रमाइलो हो भयो